जाऊँ हिँड भिडियो बनाउँदै हिँडेको घाँस त टन्नै रहेछ त आयो तर मेरो खुट्टा कस्तो दुखिरहेको छ हौ आज हिँडेको टिम्बर टिप्न गएको होइन त सकिल बाटो त आयो हिँड है पारिपट्टि जानुपर्छ कि कहाँ हो यो अलैँची चाहिँ कसको हो सकिल हाम्रै हो हिँड त क्या कति केजी फल्यो अलैँची माकुरा खोज कति 15 केजी फल्यो ए यहाँनिर रहेछ त यो फलेन छ नि यो टिम्बुरको बोटै हो त यो फलेन छ खोइ यहाँ त खतरा फलेको रहेछ नि लु यही टिप्ने बाफ्रे अब पाक्नु थालिसकेछ गमबुट लाउनु पर्ने थिएछ नि गमबुट थियो होला ममाको होइन लु मलाई नि तान त जुका त आउँदैन नि तान्नु सक्छौ ओ खुट्टाले देख्छ है त्यो खुर्पा टिम्बुर खतरा फल्ने रहेछ त टिम्बुर लु मलाई खिच्देऊ त यहाँदेखि यहाँ ल्याऊ यसरी गर ल सेमदेखि नै गरे है होइन यता माथि टिपेको चाहिँ कस्तो फल्ने रहेछ नि चल हजुर अब यता सलाम त टिम्बुर त खतरा फलेको रहेछ त हौ साथी हो आज जङ्गलमा आयो चेप्टाइसक्यो त होइन नकाट्ने खै खै तिम्रो खुट्टा गयो होला यसरी खै धोला मलाई नै देऊ म आफै धोला घरमा माथिले पो टोक्दा राखेको त नानी माथि गयो है चेन चेन चाहिँ आज टिम्बर टिप्नु आउनु भएको अरे टिप्दै हुनुहुन्छ देखिरहेछ
हातमा हाम्रोतिर चाहिँ यस्तो टिम्बुर पाकिरहेको छ यार। हाम्रो च्याम चाहिँ अब पुलिङ लानुहुन्छ अरे। अनि मलाई समेत साथी ल्याउनु भएको छ। होइन त च्याम अब च्यामले चाहिँ कति लानु हुँदो रहेछ है हेरौँला। दानाको बिरुवा च्याम यहाँ हेर्नु त दानाको बिरुवा। हाम्रो टुप्पा टुप्पामा फलिरहेछ हौ। दानाहरू बेतारी यता छ बर टुप्पासम्म फलेको छ नि। यहाँ एउटा माथि छैन यति त्यहाँ माथि गए छैन। च्याम दाना पनि देखाइदिए ल। हाम्रो च्याम चाहिँ स्क्यान्साको सर्ट लगेर आउनु भएको छ। टोपी मच्छरले खाइसक्यो भन्नुहुन्छ। पानी उमाल्न चाहिँ कति चाहिँ छ यसमा च्याम सबै देखाइदिए ल। बासी गरी त्यहाँ जानु छ। खतरा छ नि हो बोके टिम्बुर यता छ। दानाको झुप्पै झरेछ आज त यहाँ अस्ति त हामी चाहिँ कस्तो बासघारी छ माथि माथि चिलाउनेहरू भित्तारी चिप्ले यता छ। म चाहिँ ओर्लिन आँटेको हो गाइस। यसरी यहाँ तल छ ठुलो पानी बगिरहेछ। हाम्रो च्याम चाहिँ रुखमा चढी टिपी जानु भएको छ। अलिकति पाक्दै डिस्टर्ब गर्न सक्यो। हाम्रो च्याम चाहिँ हाम्रो टिम्बुर हो पुलिङ लानु हुने रे टिपेर सुकाएर। त्यहाँ टिम्बुर छ। च्यामलाई घोट आथा भन्दै टिप्दै हुनुहुन्छ। भकिमलाई फल्दैछ ऊ।
छ हाम्रो चेम्चे अस्ति टिप्दै हुनुहुन्छ टिमुर अब भयो चेम म उता गएँ है म चाहिँ बाटोमा हिँडिरहेको छु यार बाटो स्टप थिएछ यहाँ हाम्रो खन्नु माछारी यो ठुलो कान खोलामा गाई देख्दै छ उता बाँसघरी माथि खस्यो बाँस सबैको जस्तो लाएर बच्चा दिएर बसिरहेको छु आउनु चाहिँ बसिरहेको छु त्यही भएर म चाहिँ यसो देखाउन आउँथेँ नि अब हामी माथि खसेर छ म चाहिँ फुलको पातहरू देख्दैछु पानी चाहिँ देखिरहेछ गाइड बेपारी यहाँ छोटा कि त्यहाँ हाम्रो चाहिँ हाम्रो टिमुर अनि दाना फलिरहेको छ गाइड तर यसपालि मजाले फलेन यहाँबाट उक्लिनु पर्ने हो केले म चाहिँ यहाँ तल Right. Boleh jam? Macam masih ramai. Jam? Timur ya entah. Harus धेरै अलिक यहाँ बोका त केही देखिँदैन त नि खतरा छ नि
आँखै खतम बनाइदियो। आँखीमा के हो तपाईँको? घर जाऊँ। होइन यही बाटो जाने। मर्नु भयो त।